अ, यो चाहिँ सिर्साधार सिर्साधारबाट भिडियो बनाउँदैछु म। यहाँबाट ठ्याक्कै चारैतिर पुर्चौनी क्षेत्रलाई यहाँबाट मजाले निहाल्न सकिन्छ। भनेको मतलब चारैतिर विजयपुरदेखि लिएर त्यहाँ श्रीबाबरसम्मको दृश्यलाई चाहिँ यहाँबाट मजाले निहाल्न सकिन्छ। त्यही भएर चाहिँ मैले यो भिडियो बनाउनको लागि भए पनि म यहाँ आएको। म अलिकति यसलाई चाहिँ अगाडिको क्यामेरा त्यति जुम गर्दैन। ब्याक क्यामेराले त्यहाँ भएका ती हिमालहरूलाई चाहिँ म प्रष्टसँग देखाउने छु। र अर्को कुरा भनेको चाहिँ यहाँ यी क्षेत्र वरपर भएका गाउँहरू जस्तै ऐरी गाउँ, कोटिला, ऐराडी र त्यहाँ चाहिँ तल अलिकति यहाँ भनेको चाहिँ बडीगाउँ स्कुल, त्यसलाई चाहिँ गलिनाथ मावि बडगाउँ भन्छन्। त्यसलाई अलिकति जुम गरेर देखाउने छु। र यही नजिक भनेको चाहिँ यसलाई बिणेश्वरको स्कुल भन्छन् होइन, तर त्यो स्कुलको नाम के हो थाहा भएन। एरियाको नाम चाहिँ बिणेश्वर भनेर चिनिन्छ, तर सायद स्कुलको नाम पनि त्यही हुनुपर्छ। र यसो भनिरहँदाखेरि चाहिँ मैले सबैतिरबाट यसरी निहालेर देखाइदिएँ होइन। अब म ब्याक क्यामेराबाट चाहिँ त्यहाँ हिमालका चुचुराहरू र यी गाउँका सिनहरूलाई चाहिँ नजिकबाट जुम गर्नेछु है त। त्यो पारिपट्टि देखिएको हिमाल छ, त्यसलाई म जुम गरेर देखाउँछु होइन। ल यति गरौँ, योभन्दा बढी गऱ्यो भनेपछि अलिकति भद्दा देखिन्छ कि। ल त्यहाँ देखिएको हिमाल हेर्नु त कस्तो दामी छ। चारैतिर हिमाल छ। यहाँ यी क्षेत्रमा मलाई लाग्छ कतै अपी हिमाल पनि छ कि जस्तो लागिरहेछ, किनकि म त्यो अपी हिमालमा म पहिला यार्सा गुम्बा टिप्ने क्रममा चाहिँ अपी बेस क्याम्पसम्म हामी गएका थियौँ होइन। यस्तो देखिन्छ यहाँको भ्यू। यहाँ ठ्याक्कै पुर्चौनी क्षेत्र निहाल्न सकिन्छ। त्यहाँ तल भनेको चाहिँ गलिनाथ मावि, त्यसलाई म जुम गरेर अलिकति देखाउँ होइन। यहाँ यो चाहिँ गलिनाथ मावि बडगाउँ। सायद आज शुक्रबार भएर होला आज स्कुलको छुट्टी भइसकेको छ र यहाँबाट दुरुस्तै निहाल्न सकिन्छ। यो भनेको चाहिँ गलिनाथ मावि र ठ्याक्कै यहाँबाट अलिकति यो माथि आयो भने यो भनेको ऐरी गाउँ। म यसलाई पनि अलिकति जुम गरेर देखाउँ होइन। यो ऐरी गाउँ हो, म यसलाई अलिकति जुम गरेर देखाउँछु घरहरू। सायद यहाँबाट त अलिकति प्रष्ट देखिँदैन होला। ल यो भनेको चाहिँ ऐरी गाउँ। सायद यो चाहिँ कुन गाउँ हो मलाई थाहा भएन, भन्दा पनि यो चाहिँ सायद ऐराडी हो। यो चाहिँ ऐराडी हो। पारिपट्टि चाहिँ ऐराडी रहेछ, वारिपट्टि भनेको चाहिँ त्यो भनेको त्यहाँ देखिएको यो भनेको चाहिँ कोटिला भयो। यहाँ कोटिला भयो। यसलाई म अलिकति जुम आउट गरौँ, अलिकति क्लियरिटी देखिएन। र योभन्दा अलि यता भनेको चाहिँ यो चाहिँ ऐरी गाउँ। यहाँ वारिपट्टि यो भनेको चाहिँ ऐरी गाउँ। मकै यस्तै छन् ऐरी गाउँमा। ल यस्तो दामी छ यहाँ।
यस्तो ठाउँ छ यहाँ हाम्रो घरबाट झन्डै झन्डै 1.5 घन्टाको पैदल यात्रा पछि चाहिँ यो ठाउँमा